फन्नी पार्ट चाहिँ के भएको भने त्यो इमिग्रेसन अफिसरलाई चाहिँ नेपालको बारेमा थाहै थिएन। सो त्यसले गर्दा चाहिँ मलाई झन्डै 10-15 मिनट रोकाइदियो होइन। लेट्स गो टु सी इन्डियन ओसन। सो आइ एम रियली क्लोज टु नेपाल राइट नाउ है। तर एउटा वर्ड चाहिँ एकदम फेमस, हाकुना मटाटा, द्याट मिन्स नो प्रब्लम होइन। सो लास्टै फेमस रहेछ, जसले आयो नि हाकुना मटा। अनि यस्तो राम्रो बेड मिलाएर राखेको छ, सुत्नै मन लागेन, हेरेर बसौँ जस्तो। बट एकदम थकाइ लागिरहेको छ, यसो जम हान्न मन लागेको छ, बिग्रिन्छ कि भन्ने टेन्सन लागिरहेको छ मलाई। हेलो गाइज एन्ड वेलकम ब्याक टु द च्यानल। के छ तपाईँहरूको खबर? धेरै पछि नयाँ भिडियो लिएर आउँदैछु होइन, नयाँ ब्लग। राइट नाउ म चाहिँ जन्जिबार भन्ने ठाउँमा छ। यो चाहिँ इस्ट अफ्रिकन कन्ट्रीको तान्जानियन भन्ने देश हो र जन्जिबार चाहिँ तान्जानिया भन्ने देशको आइल्यान्ड, सानो आइल्यान्ड हो। यो चाहिँ इन्डियन ओसनको बिचमा छ होइन। सो हामी चाहिँ यहाँ बिहान ल्यान्ड भएको थियो र म हिजो बेलुका लेटली राति 11 बजे हाम्रो बुकारेस्टबाट जन्जिबारको फ्लाइट थियो र होल नाइट नन स्टप फ्लाइट थियो हाम्रो चाहिँ। अराउन्ड 8.5 घन्टाको जर्नी थियो। यो मेरो लाइफकै सबसे लामो फ्लाइट हो होइन। योभन्दा पहिला मेरो त्यति लामो फ्लाइट थिएन। नेपाल जाँदा नि हामी ट्रान्जिट भएर जान्छौँ, सो त्यति धेरै टाइम लाग्दैन होइन। सो यो चाहिँ ट्रान्जिट थिएन, हामी सिधै यहीँ जन्जिबार ल्यान्ड गरेको। सो अराउन्ड 8.5 घन्टा जति लाग्थ्यो हामीलाई। अनि त्यहाँ एयरपोर्टमा आएर मलाई चाहिँ अलिकति बढी टाइम लाग्यो, किनभने नर्मली एसियनहरूलाई चाहिँ झाँगै नि एक्स्ट्रा टाइम लाग्छ होइन। सो मेरो साथीहरू सब युरोपियन थियो, तर म मात्र एसियन थियो फ्लाइटमै, पुरा होल फ्लाइटमै। आई थिङ्क 100 हाराहारी त थियो होला हौ फ्लाइटमा। एनिवे, अनि इमिग्रेसन क्लियर गर्दा गर्दा मलाई त 1-1.5 घन्टा त्यहीँ लाग्यो। अनि त्यहाँबाट फेरि 1 घन्टा जति लाग्दो रहेछ रेसोर्ट आउन। अहिले चाहिँ हामी रेसोर्ट आएर चेक इन गरिसकेको छ अर्ली मर्निङ। राइट नाउ 10:30 भएको छ होइन। सो हामीलाई 10:30मै चेक इन गराइदियो। अदरवाइज नर्मली चाहिँ यिनीहरूको चेक इन टाइम चाहिँ 3 बजेको छ होइन। तर हामीलाई चाहिँ अर्ली मर्निङ चेक इन गराइदियो र एक्चुली ओनर पनि रोमानियन रहेछ होइन, अनि म्यानेजरहरू पनि रोमानियन रहेछ। सो मेरो ग्रुपमा नि सबैजना रोमानियन थियो। सो हामीलाई चाहिँ चाँडै चेक इन गरिदियो, थ्याङ्क गड होइन। इमिग्रेसन एक्सपिरियन्सको कुरो गर्नुपर्दा चाहिँ जस्ट स्मुथ नै थियो, त्यस्तो खासै केही नि सोधेन होइन। र एउटा फन्नी पार्ट चाहिँ के थियो भने जो त्यहाँ थियो नि अफिसर, उसलाई नेपालको बारेमा थाहै थिएन क्या। मेरो पासपोर्ट हेरेर उसले भित्तामा कन्ट्री कोड र कन्ट्री नेम लेखेको पेपर रहेछ उनीहरूसँग। त्यहाँ चेक गरेर त्यसलाई 10 मिनट जति लाग्यो, केही रिप्लाई नै दिँदैन है, के चेक गऱ्यो। अनि मैले सोधेँ है एभ्रिथिङ ओके भने, अनि उसले चाहिँ मलाई के अरे नेपालको नेसनल कोड एनपिएल के हो, यो एनपिएल के हो भन्छ मलाई होइन। अनि नेपाल हो, कुन कन्ट्री हो भने नेपाल हो भने। अनि त्यसपछि उसले आफ्नो 2-3वटा साथीहरूलाई बोलायो, अनि उनीहरूले नि चेक गर्यो, नेपालै भेटाएन कि उनीहरूले। त्यसपछि अर्को सिनियरलाई बोलायो, सायद सिनियरै होला, 3टा स्टाफ थियो होइन। त्यो आएपछि अनि उसले सोध्यो मलाई कुन कन्ट्री हो भने होइन। नेपाल भन्यो। भने नेपाल कहाँ पर्छ भने क्या, नेपाल चाहिँ इन्डिया र चाइनाको बिचमा पर्छ, साउथ एसियन रिजनमा भन्यो होइन। त्यसपछि उसले मलाई के सोध्यो भने नेपाल आइल्यान्ड हो कि कन्ट्री हो भन्छ। कस्तो आइल्यान्ड भयो नि, कन्ट्री त कन्ट्री नै हुन्छ नि होइन। सो कन्ट्री नै हो भने, आइडी पासपोर्ट छ होइन। अनि त्यसपछि मैले भने मसँग भिजा छ तान्जानियाको भन्यो। अनि उसले मलाई भिजा देखाऊ भन्यो, अनि देखायो। अनि त्यहाँबाट चाहिँ उसले चाहिँ मलाई एकछिन यसो के सोचे जस्तो एकछिन टाइम लगाएर 4-5 मिनटपछि स्ट्याम्प भनेर दियो। जो त्यस्तो ऊ चाहिँ थिएन, तर पछाडिको मान्छेहरू सबै हाँसेको कुन देशको भन्दाखेरि होइन। अब नेपालमा त नेपाल त ठुलै हो नि, त्यस्तो लास्ट सानो कन्ट्री त होइन। तर पनि कति देशहरूले चाहिँ नेपालको बारेमा सुनेको छैन, नेपालको बारेमा थाहै छैन क्या। र मलाई चाहिँ त्यो एक्सपेक्टेसन चाहिँ थिएन कि अब एउटा इमिग्रेसनको अफिसरलाई यो होल कन्ट्री दुनियाँमा अब कतिवटा कन्ट्री छ होइन, कतिवटा कन्ट्री एक्जिस्ट गर्छ, त्यसको बेसिक नलेज चाहिँ हुनुपर्ने हो जस्तो लाग्छ है। तर अब आफ्नो आफ्नो ठाउँअनुसार अब कसैको केही रिलेसन नभएपछि थाहा हुँदैन।
त्यही भएर नि होला। एनिवे अरू त सबै ठिकै थियो। तान्जानियाको लागि नेपाली सिटिजनलाई भिजा अन अराइभल छ प्लस ई भिजा दुईवटा अप्सन छ। म चाहिँ तपाईँलाई ई भिजा एप्लाई गर्न रिकमेन्ड गर्छु, किनकि ई भिजा लिँदाखेरि तपाईँ लाइनमा कम बस्नुपर्छ होइन। साथै यहाँ ल्यान्ड भएपछि तपाईँलाई तान्जानियामा इन्ट्री गर्नलाई चाहिँ इन्सुरेन्स चाहिन्छ, जुन इन्सुरेन्स चाहिँ तपाईँले तान्जानियाको अफिसियल वेबसाइटमै गएर गर्नुपर्छ। यदि थर्ड पार्टी बाहिर इन्सुरेन्स गऱ्यो भने त्यो चाहिँ के अरे एयरपोर्टमा एक्सेप्ट हुँदैन। सो तपाईँले यहीँ आएर गर्नुपर्छ। इन्सुरेन्सको चाहिँ $44 आज म आउँदाखेरि त्यो थियो। सो तपाईँहरू आउनुभन्दा अगाडि चाहिँ एकचोटि अफिसियल वेबसाइट चेक गर्नु होला कति छ, मेबी अप एन्ड डाउन भइरहेको छ होइन टाइम अनुसार। सो भिजाको चाहिँ $50 लाग्छ अनि इन्सुरेन्स 44। सो आउनुभन्दा अगाडि अफिसियल वेबसाइट एकचोटि चेक गर्नु होला। सो फाइनली हामी चाहिँ आइसक्यौँ। अब अति थाकेको छ रातभरिको लङ आवरको फ्लाइटले, राम्रोसँग सुतेको छैन। सो अब गएर सुत्नुभन्दा अगाडि म तपाईँहरूलाई रुम टुर गराउँछु अनि त्यसपछि चाहिँ उठेर म तपाईँहरूलाई रेसोर्ट टुर गराउँछु है त। ओके, तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ रेसोर्टको नजारा चाहिँ यस्तो छ होइन। अनि त्यता चाहिँ रेसोर्टको टुर चाहिँ म तपाईँहरूलाई एकछिनमा गराउँछु अहिले एकछिनमा उठेर। अनि यो चाहिँ मेरो रुम नम्बर 5 होइन। लेट्स इन्टर है त कस्तो छ रुम। टन्टाडाङ, यो चाहिँ मेरो बेड होइन। खतरा छैन त, यस्तो दामी सजाएर राखेको छ, हाँस बनाएर राखेको रहेछ। अनि यहाँ वालमा चाहिँ एउटा राम्रो पेन्टिङ छ, को हो थाहा भएन है। एनिवे यो चाहिँ एकदम राम्रो छ। प्लस अनि यो चाहिँ के मच्छरको लागि हो कि के हो यहाँ, तर मच्छरदाना जस्तै छ। एनिवे जे भए पनि राम्रो छ अनि प्राइभेसीको लागि नै हुनसक्छ है। अनि यो चाहिँ हाम्रो प्राइभेट गार्डन पर्सनल है यो चाहिँ। एनिवे अनि यहाँ चाहिँ हाम्रो सामानहरू छ होइन, कपडाहरू राख्नलाई। अनि यसमा चाहिँ तपाईँलाई के अरे उहरू दिएको छ, कफीको लागि, टीको लागि होइन, के छ यार। अनि दुईवटा पानी, अनि पानी तताउनलाई हो। अनि आई थिङ्क इट्स मेनु अर समथिङ के हो। ओके, एनिवे यो चाहिँ अहिले पछि हेरौँला है। टी, कफी के छ, सुगर सबै। अनि यहाँ एउटा सानो फ्रिज छ, फ्रिजमा चाहिँ किन्न रहेछ, खाली रहेछ। अनि यो चाहिँ बाथरुम होइन। बाथरुममा फेसिलिटीको नाममा ड्रायर चाहिँ तर टावल नरहेछ क्या बाथरुम, त्यहाँ बेडमा छ नि त टावल। अनि यो चाहिँ हात धुनलाई होइन, साबुन, तर त्यो के थाहा भएन खुट्टा धुने हो क्या हो। अनि यो टोइलेट यहाँ रहेछ। मैले आफ्टर लङ टाइम पछि देखेँ यो चाहिँ के अरे नेपालतिर हाम्रो हुन्छ त टोइलेटमा के अरे टोइलेट गरेपछि धुनलाई होइन, अब युरोपतिर हुँदैन क्या। एनिवे त्यहाँ रहेछ। अनि यो चाहिँ अब डस्टबिन के होइन, टाउलहरू राख्ने। अनि यो चाहिँ धुने सावर चाहिँ अलि अँध्यारो प्लस सानो रहेछ। एनिवे अटिहाल्छ यत्रोमा। तर यो चाहिँ आफ्टर लङ टाइम आइसी है। नेपालमा बाइक मैले कहीँ देखेको थिएन, नेपाल पछि आज देखियो। त्यस अफ्रिका काइन्डली होइन, अलमोस्ट नेपाल जस्तै लाग्यो मलाई। अनि माथि एसी पनि छ होइन। अनि यस्तो राम्रो बेड मिलाएर राखेको छ, सुत्नै मन लागेन, हेरेर बसौँ जस्तो। आई कान्ट स्लिप हियर, आई वान्ट टु सी लाइक अ आई स्लिप ओन्ली द्याट साइड वेयर इज नथिङ होइन। बट एकदम थकाइ लागिरहेको छ, यसो जम हान्न मन लागेको छ, बिग्रिन्छ कि भन्ने टेन्सन लागिरहेको छ मलाई। फाइनली म चाहिँ सुतेर उठेको होइन। बिहान अर्ली मर्निङ ल्यान्ड भएको, रातभरि नसुतेर। अनि अहिले चाहिँ बल्ल सुतेर एक राउन्ड सुतेर उठ्यो। सो लेट्स मेक टुर है। म तपाईँहरूलाई रेसोर्टको छोटो टुर गराइदिन्छु है। ओके, फ्रन्ट डेस्क। अनि ऊ चाहिँ यतातिर छ के अरे रिसेप्सन।
अनि मेन गेट। अहिले चाहिँ हामी ब्याम्बो ओसेन रेस्टोरेन्ट जन्जिबार त्यहाँ छौँ होइन। अनि यो चाहिँ रेस्टोरेन्टको नजारा ठ्याक्कै गाउँघरको थेम रहेछ, जस हाम्रो गाउँतिर हुन्छ नि पुरानो पुरानो स्टाइलको घरहरू तपाईँहरू देख्न सक्नुहुन्छ होइन। यसमा एउटा रुम, माथि अर्को रुम त्यस्तोले होइन। यो पुरानो स्टाइलको सेक्युरिटीको के हो स्टोर रुम जस्तो रहेछ, स्टाफहरूले के हो रहेछ। यो चाहिँ मेन गेट। अनि यहाँतिर हेर्न सक्नुहुन्छ रिसोर्ट। यो चाहिँ रिसेप्सन। यहाँ चाहिँ स्पा पनि छ होइन। अनि अगाडि रिसेप्सन त्यो भइहाल्यो। अनि यो चाहिँ रुमहरू चाहिँ सेपरेट हो होइन। अनि अलिकति उवाला छ, के भन्छ ओल्ड उवाला गाउँवाला भाइब्स होइन त्यस। अनि नेचर पनि राम्रो, पुरा हरियाली। म तपाईँहरूलाई स्विमिङ पुल पनि छ, 2वटा हो कि कतिवटा। म स्विमिङ पुल लिएर जान्छु। लेट्स गो स्विमिङ पुल। युरोपबाट यहाँ आउँदा त मिठो घाम लागिरहेछ। यहाँ गर्मी यस्तो मिठो गर्मी भइरहेको छ। यो चाहिँ ब्रेकफास्टको लागि रेस्टुरेन्ट रह्यो होइन। अनि चाहिँ स्विमिङ पुल क्लिन गर्दैछ। गुड मर्निङ। ओके, यो एउटा रेस्टुरेन्ट बार। अनि यता अर्को रेस्टुरेन्ट। यो चाहिँ अलाकाटको लागि रे होइन। अनि लेट्स गो टु सी इन्डियन ओसन। सो आइ एम रियली क्लोज टु नेपाल राइट नाउ है। यो पनि एउटा रेस्टुरेन्ट हो होइन। अनि प्लस त्यतातिर नि सब रुम छ। अर्को यो चाहिँ नरिवलको बोट पुरै फलिराखेको छ नरिवल। हेर कस्तो इन्भाइरोमेन्ट छ होइन। पुरा तपाईँहरू गार्डनमा कागहरू कराइराखेको छ है। एन्ड प्लस मलाई त एक्ज्याक्टली नेपालवाला भाइस आइरहेको छ क्या यहाँ आउँदाखेरि होइन। सिर्फ फरक यति छ अलिकति, अब यहाँ चाहिँ समुद्रहरू छ नि त, हाम्रो त्यो छैन। बाँकी त अलमोस्ट सेमै छ। अनि प्लस यो चाहिँ ऊ हो के अरे सीमा, अब बिचमा बेड होइन के अरे रिल्याक्सको लागि, सनबाथको लागि। अब हाम्रोतिर त्यस्तो खासै त छैन। स्विमिङ पुलतिर अलिअलि पाउँछ। एन्ड हामी अहिले छौँ इन्डियन ओसनमा। यदि तपाईँ यहाँबाट सिधो गयो भने इन्डिया पुगिन्छ होइन। सिधो गयो भने इन्डिया पुगिन्छ। इन्डियाबाट नेपाल त्यहीँ त हो नि होइन। तपाईँ देख्न सक्नुहुन्छ इन्डियन ओसनको नजारा। अहिले चाहिँ हल्का चस्मा लगाएर आइदिएको है। मिठो घाम लागिरहेको छ क्या, चर्को घाम लागिरहेको छ। रोकिदिउँ क्या हो समुद्रलाई। मान्छेहरू बोल्न आएर केही उ गरेर सोध्यो भने यस्तो यस्तो छ भन्छ अहिले सोध्यो भने $100 मुनि त केही छैन हो। माकुरी कति महँगो हो जन्जिबार। जन्जिबार चाहिँ इस्ट अफ्रिकन कन्ट्री हो होइन। अनि यसको बोर्डर चाहिँ केन्या धेरै कन्ट्रीसँग सेयर भएको छ। जस केन्या अनि मोजाम्बिक, युगान्डा, कङ्गो होइन। त्यस्तै मलावी अनि जस धेरै छ हो, 6-7वटै देशसँग चाहिँ बोर्डर सेयर भएको छ। र एक साइडमा चाहिँ इन्डियन ओसन। यहाँको मेन ल्याङ्ग्वेज चाहिँ साहुली कसरी हुन्छ, साहुली प्रनाउन्स गर्न आएन क्या होइन। साहुली प्लस इङ्ग्लिस पनि रहेछ जस अफिसियल ल्याङ्ग्वेज। सो अलमोस्ट एभ्रिवान स्पिक इङ्ग्लिस होइन। अनि स्टाफहरू पनि सबै। तर एउटा वर्ड चाहिँ एकदम फेमस, हाकुना मटाटा। द्याट मिन्स नो प्रब्लम होइन। सो लास्टै फेमस रहेछ। जसले आयो नि हाकुना मटाटा हिजो के अरे त्यहाँ उसमा पनि प्लेनमा चढेदेखि नै सबले हाकुना मटाटा मात्रै भन्छ। एनिवे माहौल यस्तो छ बच्चाहरूलाई खेल्ने। कटर हो यो।
नेपाल पछि बल्लै देखेँ मैले हो कटर। नेपालमा हुन्छ नि त कटर होइन, तर युरोपतिर चाहिँ हुँदैन हो कटर। मैले बेचेको धरि देखेन। अब नरिवल सरिवल त बेच्छ होइन, तर कटर चाहिँ यहाँ ठ्याक्कै रिसेप्सन हो यो, अगाडि चाहिँ बेलौतीको रुख पनि रहेछ। कसम यार मलाई हाम्रो नेपालको वाला फुल नेपालवाला भाइब्स आइरहेछ। वेदर त ठ्याक्कै हाम्रो बुटोलतिर, म चाहिँ अब बुटोलवासी हो नि होइन। अनि बुटोलतिर जस्तै छ क्या हल्का, अब हावा नचल्ने होइन, अनि समुद्रको छेउमा मात्रै हावा चल्छ, हावा नचल्ने प्लस त्यो तातो चाहिँ छ क्या, हप्प भइराख्ने क्या। एनिवे यो यही नै थियो उसको चाहिँ होटलको। अनि प्लस अब स्टाफहरू पनि एकदम राम्रो छ, सबैजना राम्रै बोल्छ। नर्मली एसिया र अफ्रिकातिर चाहिँ स्टाफहरू एकदम राम्रो हुन्छ, बेटर देन युरोप क्या। युरोपतिर चाहिँ अब अलिकति उ गर्न आउँदैन नि त उनीहरूलाई, अलिकति रुडै टाइपको हुन्छ, डाइरेक्टली बोल्नेहरू होइन। तर यहाँतिर चाहिँ अलिकति रेस्पेक्टै गर्छ होइन, अनि वार्म वेले बोल्छ, राम्रो तरिकाले बोल्छ, जस राम्रै उ गर्छ। कति कुराहरू अब ठ्याक्कै हुँदैन होइन, तर पनि जस राम्रै लाग्यो मलाई। अब लेट्स सी, अब पुरै हप्ताभरि बस्दा कस्तो एक्सपिरियन्स आउँछ होइन, त्यसपछि भनौँला यसको रिभ्यू सिभ्यू। जाने बेलासम्म